Yes. त्यो बिल्डिङमा गाइजहरु म त्यहाँ जान्छु यस्तो छ ल्यासेस बनाउन नन्दले मलाई गिफ्ट दिएको गाइस बुझ्नु चाहिँ के भन्ने It's having some mango. खतरा है अब अर्को नि आउँछ नि टिङ 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 जम्मी छ यम्मी यम्मी पैसा खोताले हेरेर गएछ म छोरी पैसा किन्ने जस्तै Next morning. हेलो गाइस आज चाहिँ हामी मनसाको लागि भनेर ब्राइडल सावर गर्न लागेको आज चाहिँ हामी सबै साथीहरू ग्यादर भएर मनसालाई चाहिँ हल्का सरप्राइज दिनु लागेको हो ल अब अहिलेको लागि यति एकछिन उसलाई चाहिँ हामी चाहिँ मनसाको लागि चाहिँ ब्राइडल सावर गर्न लागेको छ मनसालाई चाहिँ अब विवाहको सुख विवाहको लागि धेरै धेरै विशेषहरू छ सरप्राइज दिन लागिरहेको छौँ आरती तिमीलाई के भन्नु छ आरती र हाम्रो सोल टिम चाहिँ बिजी है यता रेडी छु यसको लागि मनसाको बिहेको लागि म रेडी छु यस ल अब जम्मै हामीले अब हाम्रो चाहिँ यहाँ साथीले यहाँ लुकाउँदै ल्याइरह अब हामीले चाहिँ आँखा छोपेर ल्याउँछौँ मलाई एकछिन मलाई भेटौँ साथीले तल आएर फोन गरेको रहेछ हामीलाई उसलाई चाहिँ थाहा छैन हामीले रेडी भएर आऊ हामी बाहिर पार्टी खाने मात्रै भनेको छ तर है बर्थडे भनेर गफ लगाइदिएछौँ यतिकै तर बर्थडे चाहिँ कसको छ बर्थडे भनेर गफ लगाइदिएको तर उसकै हो के तर बर्थडे चाहिँ कसको भनेको नि ल गाइज एकछिनमा भेटौँला बिस्तारै आइज है ल गाइज बी रेडी ब्राइड टु बी ब्राइड टु बी आमै खाइस् त नि ल तेरो त दिँदैन अहिले हामीलाई पुग्दैन त फाइनली मैले मोबाइल पाएँ हाम्रो साथीहरू यस्तो छ यहाँ हाम्रो आरती मैले बल्ल मोबाइल पाएँ मेरो साथीहरूले भिडियो बनाइदिएको थियो स्यानी दुर्गी हाई गरिदे मेरो साथीहरूले यहाँ चटपट बनाउँदैछ मेरो साथीहरू चाहिँ यता केक खाँदैछ म चाहिँ यहाँ छु आजको स्पेसल मेरो लागि तिमीलाई कस्तो फिल भएर एकदम खुसी लागिरहेछ आनन्द ह्याप्पी म्यारिड लाइफ है थ्याङ्क यू कस्तो क्युट देखाएको छ कि उसलाई ठ्याक्कै हामीलाई चाहिँ यहाँ लुगा पनि मिल्ने भए वाइट भएर है यिनीहरूले अलिक सानो सानो गाछ होला आरतीले केही नगरेर नि नेपाल गएर चटपट खोलेर चाहिँ बुढा भाल्छ छुची आन्टी भन्छ होला तिमीलाई त यहाँ यस्तो डेकोरेसन गरेको रहेछ गाइस मेरो साथीहरू थाकिसके सबैजना आरतीले चाहिँ चटपट बिना बाँच्न सक्दैन त्योहरू चटपट बनाएर म बाँच्न सक्दिनँ तेल अब साथीहरू यस्तो खाना बनाउने खाना खाने हाम्रो चाहिँ फाइनली ड्रेस चेन्ज भइसक्यो फोटोसुट भएर हामी चाहिँ एउटा यस्तो हो यहाँ बिहेको छड्के तिलहरी लाउन सिक्दैछन्
छड्के तिलौरी मिलाउने बेला भएन नि यो अहिले छड्के ब्राइड गाइजहरूले लगाउँछन् हो यसले बरु गल्नु बुझेलो त के है ड्रेसले सुहाके त ड्रेस कस्तो साइनिङवाला रहेछ नि त त्यही भएर आज ल भन्दै चटपट बिरयानी अनि चटपट आयो चटपट आरती तिम्रो फेभरेट के हो सुकुटी र चटपट तिमी तिम्रो फेभरेट के हो झोल मोमो हाम्रो बहिनीहरूको फेभरेट त टिकटक हो भन्दा हाम्रो सानीको एकदम मन दुखेछ अहिले फोटो खिचाइ गरेर अहिले आरती दुईजना पुन्टुरी बहिनीहरूले काम गर्दैछ भगवान् यस्तो भइसक्यो सानीले एक्लै यत्रो खाएर बस्यो जान लाग्यो भोलि उनीहरूको काम छ त्यही भएर हाम्रो एउटा साथीहरू पनि गइसक्यो ल ल ल ल यहीबाट ल ल ए ल जुनकिरी कता हिँडेको ए ल कसरी भन्ने नन्दा ए हाम्रो छोरी क्या राम्री नाचे कि एउटा कमाइ दुई ठाउँमा बाँचे कि ल नाचेर देखाइदेऊ मेरो छोरीहरू हाम्रो छोरी क्या राम्री नाचे कि क्या राम्री नाचे कि एउटा कमाइ दुई ठाउँमा भाँचे कि काली परे दाइ ओइ लातेर रुमको उस राम्रो देखियो बाई बाई गएको नि फेरि के खान फर्केर आएको त्यसरी के खान्छ गाइजहरू ल बाई गुड नाइट गाइजहरू हामी तिनजना मात्र हो गाइज अब रुममा म यहाँ छु हाम्रो रुमको हालत त्यस्तो हो गाइज अघि भर्खर गाइज हामी चाहिँ अब यहाँ छौँ फाइनली हाम्रो साथीहरू सबैजना हाम्रो साथीहरू सुत्नु गइसक्यो अब हामी पनि मेरो खुट्टामा के लाग्यो भर्खरको भर्खर गाइज जब हामी पनि सुत्छौँ होला किनभने अब रातिको कति 3 बज्न लागिसक्यो अनि अब भोलि हाम्रो प्याकिङहरू गर्नुहरूमा गएर साथीहरू काममा जान्छ अनि हामी त्यसपछि पर्सि चाहिँ हामी फ्लाइट छ हामी नेपाल जाँदैछौँ अनि हाम्रो भ्लग चाहिँ अब कन्टिन्यू हुन्छ त्यति बेलासम्म हेर्नु होला भोलि बिहान हामी कति बजी उठ्छौँ के गर्छौँ थाहै छैन न त्यही हो तर मेरो साथीहरूले मलाई चाहिँ आज सरप्राइज दिएको अनि गाह्रो भएको थियो यार उसलाई सरप्राइज दिनलाई टाइम नमिलेर क्या हाम्रो सबभन्दा त्यसमा 3 दिन उठ्दै उठेको थिएन कि कस्तो फर्के बल्ल बल्ल लिएर गएको घरसम्म लिन गएको गाइस बेडबाटै उठाएर एकदम टाइमै नमिलेर हामी सबै साथीहरू चाहिँ कामबाट आएर डाइरेक्ट यहाँ बसेको त्यही भएर राति ढिलोसम्म बस्नु पाएन क्या भोलि काममा जान्छ नि 3टा साथी त फेरि अनि भोलि तिनीहरू चाहिँ काममा जान्छ अनि भोलि बिहान हामी उठेर देखाउँछौँ के गर्छौँ भोलि चाहिँ उठेर गएर प्याकिङ सुरु गर्छौँ गाइस ल बाई अब हामी पनि सुत्छौँ गुड नाइट हाम्रो नन्द सुतिरहेको त्यहाँ आरती पनि छ बाहिर यस्तो पानी परिरहेको गाइज बाहिर हाम्रो रुमको हालत यस्तो छ उठेर आइसक्नु भएको छ यहाँ आरती दिदीले बासी मोमो तताउनु जानु लानु भयो
मेरो मैले झ्याल ल्याउँदै भएर सानो हेर अनि त्यही भएर मेरो काम चाहिँ यहाँ कफी तताउने हो रुमको हालत त देखाउँदिनँ म अनि बाहिर चाहिँ यस्तो पानी परिरहेछ प्लिज मेरो काम कफी बनाउने होला पानी परिरहेछ पानी हामी चाहिँ यता छौँ हाम्रो यस्तो छ हाम्रो साथीहरूको अलार्म बजिरहेछ फेस नदेखाएको रे सोनिकाले काम गरिरहेछ अब हाम्रो यहाँ चिया खाने कार्यक्रम भइरहेछ बिस्तारा चाहिँ के अरे बिस्तारा रे रुम त यस्तै हो गाई जब रमाइलो गरेको रुम होइन उनीहरूको चाहिँ राम्रो होला हाम्रो सोनिका छोडिदियो क्या हामी गर्छौँ कफी आऊ त अब म चाहिँ यहाँ खाँदैछु कफी बासी मोमो लिएर आइसक्यो म चाहिँ कफी खाँदैछु झोलमा भनेपछि यस्तरी बासी मोमो लिएर आउँदो रहेछ फाइनली हामी यहाँबाट चाहिँ चेक आउट हुन लागेको चेकआउट आरती त गाइजहरू अब हामीबाट जान लागेको कस्तो लाग्यो आरती लो भन्दै एक शब्द यो रिभ्यू दे हामीले भिडियो फोटो भन्दा बढी रमाइलो गऱ्यौँ तर हाम्रो भिडियोहरू केही पनि छैन गाइज त्यही हो गाइज ओके बाई 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 यो निकाल्ने होला नि त हामी चाहिँ चल्दिएको ल B1 सबै लियो होइन सामान मलाई हेर्न दुईटा बोका आरतीको बोका चाहिँ हामी भाइसो पसेर घर जान्छ गाइज अनि त्यही हो हामी बसेको होटल चाहिँ केट ओल्ड हाम्रो चाहिँ स्विट रुम हो अनि यो चाहिँ जङ्गाको सामुगाको यो चाहिँ रुमको उसहरू स्विट रुम चाहिँ 11 र 12 घर फर्कियो क्या आज 11 मुर्गो जुस धेरै खान सकेनौँ त्यही भएर लेमन जुस खाएँ प्रिमियर रुम र डिलक्स रुम रे हामी डिलक्समा त परेन स्विट रुम रे आख आतले मजा हेर्छ